दुश्मनले बधाई दिएको छ, दुश्मन खुसी छ भने चाहिँ सोच्नुहोस् यो मान्छे कताको हो भनेर। अझै पनि उहाँको राष्ट्रियताप्रति अरू देशमा हुने भने चाइनातिर हुने भने फाँसी लगाएर टाउको काटिन्थ्यो। नेपालमा उहाँका जति पनि समर्थक छन्, चाटुकार छन्, झोले भन्थे हामीलाई, उनीहरू बोरे हुन्, बोरै बोकेका छन्। बालेनको त दिशा पनि अमृत मानेर खान्छन्। यिनीहरूले व्हाइट वास गर्ने कोसिस गरेका छन्। यस्तो हुँदैन, राष्ट्रघाती कदम हो यो। राष्ट्रको सर्वोच्च एउटा संसदमा बसेर जुन तरिकाले उहाँले भन्नुभयो हाम्रो देशबाट सीमा मिचिएको छ, यो कतै नभएको, कुनै सीमाविदले नलेखेको, कसैले थाहा नपाएको कुरा भारतको चाटुकार गरेर भारतलाई इम्प्रेस गर्नको लागि जुन उहाँले स्टन्ट गर्नुभयो, यसको घोर भर्त्सना गरिन्छ। यो गलत हो। देशभक्ति कुन आधारमा? तपाईँ पनि बालेनसँग मिल्नु भएको छ क्या हो? तपाईँ पनि मिल्नु भएको? कसरी देशभक्ति? आफ्नो देशले जबकि भारतले मिचेको छ, लिम्पिया धुरा र लिपुले, केपी ओलीले हाम्रो भन्दाखेरि भारतका मिडिया र भारतले आर्मी खटाउँदाखेरि नरेन्द्र मोदीले आजसम्म हामीले मिच्या छ भने देशभक्त नेता त्यस्ता आउँछन्। नरेन्द्र मोदीले आफ्नो देशभक्ति देखायो, हाम्रोले बेच्यो। थाहा छैन यसलाई सिआइएले कि रले बनाएको हो। यसले आफ्नो वफादारीता, यसले आफ्नो नमकको अदा गरेको छ, आफ्नो वफादारीता जता हिजो यसले देखाइसकेको छ। र यस्तो गर्दा पनि कसैले चाहिँ यसको समर्थन गर्छ भने डेफिनेटली नै यिनीहरू भारतबाट परिचालित छन्। र यस्तो गर्दा नि बालेनलाई समर्थन गर्ने, यिनीहरूलाई देश निकाला हुनुपर्छ, झुन्डाइदिनुपर्छ माइती घरमा ल्याएर। हिजो केपी ओली चाहिँ चीनमा जाँदाखेरि ल लिएर आउनु है कुरा गर्नु भनेर भने चाहिँ आफ्नो बेलामा के गर्यो यसले? मेयर हुँदा ग्रेटर नेपालको नक्सा राख्ने र आफू प्रधानमन्त्री बनेको बेलामा यो हरकत गर्यो। एकदमै तुच्छ, यो सहन सकिँदैन। जति पनि राष्ट्रवादी छौँ, बालेन यो देशको लागि साँच्चै मिराज ढुङ्गानाले जियो पोलिटिकली थ्रेट हुन्छ भने थ्रेट होइन, यो डिजास्टर मान्छे रहेछ। हिजो थाहा पाइयो। यसको कारणले अब जतिसुकै राष्ट्रवादी प्रधानमन्त्री नेपालमा आए पनि, जतिसुकै जे भए पनि अब कसैले पनि कहिले पनि यो चोखाउन सक्दैन। यिनले जुन रायता फैलाए हिजो आफ्नो मुखबाट जुन यिनले दिशा गरे, यो कसैले पुस्न सक्दैन। यिनले यस्तो स्टेटमेन्ट दिए, एउटा सर्वोच्च सांसद, सर्वोच्च संस्था, राष्ट्रको सबभन्दा सर्वोच्च संस्था। तपाईँलाई थाहा छ छैन, अन्तर्राष्ट्रिय कानुन अनुसार राष्ट्रको कार्यकारी प्रमुखले बोलेको आवाज नै देशको आवाज हुन्छ। अब हामी सबैले हामीले चाहिँ भारतको सीमा मिचेको भनेर भनिरहेछौँ र भारतले हिजोभरि भारतका जति पनि डिप्लोमेट छन् सबैले बधाई छ बालेन, बधाई छ बालेन, क्या हिम्मत दिलो, क्या बोल्नु भयो भनेर भने। आजको दिनमा म के सोच्दैछु भने केपी ओली 1000 गुणा राष्ट्रवादी रहेछन् यो भन्दा। साँच्चीमै पनि यिनको दिदी भारतमा विवाह भएको दाइजो स्वरूप लिपु लेखिदिन खोज्दैछन्। खबरदार हामी यस्तो हुन दिँदैनौँ। बालेन शाह भन्दा 1000 गुणा देशभक्ति केपी ओली रहेछन्। तिनले त गर्जनका साथ यो लिपु लेख लिम्बियाधुरा हाम्रो भनेका थिइन्। हिजो बालेनले डिप्लोमेटिक त्यो जति पनि न्युजहरू आए त्यसमा किन त्यहाँनिर चाहिँ चुचे नक्सा छैन? यो सरकारले के गर्न खोज्दैछ? यो सरकार राष्ट्र रोयो, देशप्रति गद्दारी छ। यिनीहरूको वफादारी त आफ्नो देशमा होइन, अरू छिमेकी राष्ट्रप्रति छ। र आफ्नो घरप्रति वफादारी त नहुने यो देशको नेता हुन सक्दैन। राजीनामा दिनुपर्छ।